खै के भन्नु, के भयो आफैलाई थाहा छैन अचेल। यो मनलाई सम्हाल्न सकेको छैन। केही गर्न मन लाग्दैन, केही खान मन लाग्दैन, निन्द्रा लाग्दैन, भोक लाग्दैन, केही गर्न मन लाग्दैन। एक्लै एकान्तमा टोलाएर मात्र बस्नु मन लाग्छ। अनि भगवानले प्रार्थना मात्र गर्न मन लाग्छ, हे भगवान, यो कलियुगमा पनि भगवान छ? यदि छ भने चाहिँ प्लिज मेरो यति मात्र प्रार्थना छ कि मेरो आमा बुवालाई केही नहोस्, मैले सफलता प्राप्त नगरुन्जेल मेरो आमा बुवाले केही नहोस्। किनकि मैले मेरो आमा बुवाले मेरो सफलता देखाउनेछ, मेरो आमा बुवालाई खुसी पार्नेछ कि मेरो छोराले पनि गर्यो, यतिको गर्यो। मेरो आमा बुवाको चाहना, इच्छा चाहना पुरा गर्नेछु। प्लिज मेरो आमा बुवाले केही नहोस् है, मैले सफलता प्राप्त नगरुन्जेल मेरो आमा बुवाले केही नहोस् है। यदि कलयुगमा छौ भने चाहिँ मलाई लाग्दैन कि कलयुगमा नै भगवान छ भनेर, मलाई लाग्दैन के। यदि छ भने चाहिँ मेरो यति मात्र प्रार्थना छ कि मेरो आमा बुवाले केही नहोस्, मैले सफलता प्राप्त नगरुन्जेल मेरो आमा बुवाले केही नहोस्। बुझ्नु? त्यो मिडल क्लास फ्यामिली त के भन्नु होइन, गरिब फ्यामिलीमा हुर्केको मान्छे म होइन। मेरो आमा बुवाले मैले कसरी हुर्काउनु भएको छ, मैले कसरी बढाउनु भएको छ, यहाँसम्म ल्याउनु भएको छ, मलाई सबै थाहा छ क्या। सो मैले सफलता देखाउनु छ क्या, सफलता हुनु छ क्या। मेरो आमा बुवाले मेरो सफलता देखाउनु छ, बुझ्यो नि भगवान, बुझ्यो? मेरो आमा बुवाले देखाउनु। सो मैले सफलता प्राप्त नगरुन्जेल मेरो आमा बुवाले के हुनु भएन, मेरो आमा बुवाले के हुनु भएन, बुझ्यो नि? अचेल मेरो आमालाई सन्चो छैन भनेर बिरामी हुन्छ। सो चाँडोभन्दा चाँडो मेरो आमाले सन्चो पारिदिनु है भगवान, अरू म केही माग्दिनँ, मेरो आमाले सन्चो पारिदिनु प्लिज। मेरो आमाले चाहिँ सन्चो पारिदिनु है भगवान, अरू म केही माग्दिनँ। मैले सफलता नै हुन्छ, मैले सफलता हुन्छ। मलाई सफलता हुन्छ, सफलता प्राप्त हुन्छ, धनी बन्छु, परिवारमा हुर्केको मान्छे म होइन। अनि के हो भने मैले मेरो आमा बुवाको दुःख देखेको छु, मेरो आमा बुवाको दुःख देखाएको छु। कति दुःख गर्नुभएको होइन, कसरी हामीले हुर्काउनु भएको छ, बढाउनु भएको छ। मैले केही गर्छु भने विदेश आएको होइन, तर ब्याड लक के, मेरो ब्याड लक सोचेको हुँदैन कि जति नै गऱ्यो जे गऱ्यो त्यही हो, हुँदैन। यो मेरो ब्याड लक हो क्या। तर नि मलाई कुनै गुनासो छैन भगवान, तर म यति मात्र प्रार्थना गर्छु मेरो आमा बुवाले केही नहोस्, केही हुनु